कहानी सुन है ल यता फर्केर कहानी एकादेशमा चाहिँ राम थियो रे राम अनि जानुका अनि त्यहाँदेखि उसको बाबा अनि उसको मम्मी थियो अरे होइन राम र जानुकाको मम्मी क्या राम र रिताको जानुका होइन रिता राम र रिताको मम्मी थियो अरे मम्मी र बाबा अनि राम र रिता 4 जना थियो क्या परिवारमा परिवार क्या परिवार थाहा छ परिवार के भन्छ बुबा आमा अनि मम्मी बाबा सबै परिवार हैन अनि उनीहरू चाहिँ एकदमै गरिब थिए के छोरो है खानालाई पनि केही थिएन रे अनि दिनभरि काम गर्न जानु पर्थ्यो रे अनि दिनभरि काम गरेर अनि भारी बोकेर धेरै दुःख गरेर के भयो के भइता गर्दिदा सुन न अनि उनीहरूलाई चाहिँ खाना नि पुग्दैन थियो रे अनि भारी बोकेर बिहान उठेदेखिबाट बेलुकासम्म भारी बोक्थे रे उसको बाबा मम्मी चाहिँ सुन न बाबा मम्मी चाहिँ भारी बोक्थे रे अनि भारी बोकेर अनि पैसा कमाउँछ थोरै पैसा दिन्थे रे बिहानदेखि बेलुकासम्म काममा लगाउने रे अनि त्यहाँबाट पैसा चाहिँ थोरै दिन्थे रे 1 रुपियाँ होइन 200 दिन्थे रे क्या तर 200 मा त केही पनि आउँदैन थियो रे फेरि 200 मा त एउटा बच्चालाई नै खानको लागि 100 रुपियाँ चाहिन्थ्यो रे 100 रुपियाँ जस्तो लाग्थ्यो रे एउटा मान्छेले खाना त अब 4 जनाले खानु पर्यो नि त अनि त्यो थोरै लिएर आएर आधी पेट खान्थे रे क्या नगाउँ गरेर थोरै खान्थे रे अनि थोरै खाँदै गरेर अनि अब चाहिँ पेट भरेन पेट भरि नखाने क्या थोरै खाने अनि केही खानेकुरा नआउने अनि सुत्ने के अनि त्यस्तो गर्थे रे अनि स्कुलमा पनि पढाउन नसकेर स्कुलबाट पनि छुटाएको थिए रे होइन अनि एक दिन चाहिँ अब यसरी भएन बरु ऋण खोजेर बरु विदेश जानु पर्यो भनेर विदेश जाने सोच गरे रे बुझ्यौ विदेश जान चाहिँ 2 लाख लाग्यो रे क्या 2 लाख भए धेरै 2000 होइन 100,000 भएपछि 1 लाख हुन्छ 200,000 20,000 बुझ्यौ यति वटा 2 लाख क्या 20,000 50 2 पछाडि 50 अनि त्यत्रो ऋण लिएर भनेर उसको बाबा चाहिँ रामको बाबा चाहिँ विदेश जानु भयो रे हैन कसैले विदेश जानु भयो अर्को देशमा कमाउनलाई ऋण खोजेर क्या सहकारीबाट ब्याङ्कहरुबाट ऋण लिन मिल्छ नि त ऋण कुन हो अनि ऋण लिएर विदेश जानु भयो रे अनि विदेश गइसकेपछि विदेशमा पनि काम मात्र लगाउने रे हैन पैसा त नदिने रे क्या कति दिने पैसै नदिने रे काममा मात्र लगाउने रे त्यो उको ठाउँमा त एकदमै नराम्रो ठाउँ रहेछ रे हैन पैसा दिने त्यस्तो राम्रो मान्छे होइन रहेछ रे क्या मान्छेको घरमा गएको रे अनि उले त के रे उहाँ गएर पनि पैसै दिएन रे काम चाहिँ उहाँ पनि काम गर्नु नि अनि पैसा दिनुपर्छ मान्छेले दिनु पर्थ्यो तर उले त दिएन रे अनि यता चाहिँ ऋण झन बढेको छ हैन अनि बालबच्चा पनि झन् भोकै भयो नि त अनि बालबच्चा पनि भोकै छन् अब उता बाबाले पैसा पठाउलान् भनेर बसेका हुन्छन् हैन घरमा अनि तर उता बाबा चाहिँ फेरि बिरामी भएर अब टेन्सनले क्या उहाँ बिरामी भएर बाबा त वहीँनिर सिकिस्तै बिरामी हुनुभयो बुझ्यौ सिकिस्तै बिरामी भएर यता राम रिता अनि उसको मम्मी पनि खान नपाएर कस्तो उस भइरहेको रहेछ हैन कति चिन्तामा बसिरहेको रहेछन् आमा त रुनु भयो रुनुको हो किन रुनु नि रुनु पर्दैन अनि के रे यता राम र सीता के रे राम र यता रिता पनि खान नपाएर भोकै बसिरहेको थिए हैन उसको मम्मी पनि यता उनीहरू पनि केही खान नपाएर उनीहरू पनि बिरामी भए
यता अनि उनीहरूको बाबा पनि अनि विदेशमा पनि अब काम मात्र लाउने पैसा नदिने टेन्सनले उसको बाबा पनि वहाँनिर टेन्सनमा भएर बिरामी भयो के बुझ्यौ अनि सबैजना बिरामी भए के छ खबर के कस्तो छ पनि फोन सुन पनि गर्न पाएनन् केही पनि भएन अनि केही नभइसकेपछि अनि हेर उता बिरामी भएर सिकिस्तै भए पछाडि अनि हेर त्यहाँको काम गर्ने साउले पनि मालिकले पनि राखेर उसको बाबालाई नराखेपछि फेरि नेपालमै पठायो क्या उसको घरमै पठायो घरमा पठाएर पनि अब घरमा पनि बस्न सक्ने स्थिति नै थिएन त बिरामी थियो अनि हस्पिटल लानुपर्ने थियो अब उनीहरूसँग त हस्पिटल लाने पैसा पनि छैन पहिले साउको ऋण थियो त्यो ऋण पनि माग्न साउ आइथ्यो होइन के अरे पैसा ऋणलाई आइथ्यो अनि पछि उनीहरूलाई हस्पिटलै लान नसकेर अनि हेर हस्पिटल लान सकेनन् उसको बाबालाई पनि अनि नसके पछाडि सबैजनाले केही गर्न नसकेर उसको बाबा चाहिँ बित्यो क्या मर्यो हस्पिटल लानलाई पैसा नभएर नेपालमै ल्याएर हस्पिटल लान नपाएर उसको बाबा चाहिँ मर्यो अनि उसको साना बच्चा थिए राम्रा रिता पनि त्यस्तो ठुलो थिएनन् सानै थिए के सानै थिए अनि उनीहरू पनि अब उनीहरूको सबै जिम्मेवारी उसको मम्मीले उठाउनु पर्यो मम्मीले पनि नसक्ने भएर अनि पछि उनीहरूलाई चाहिँ उसका छोराछोरी चाहिँ अनि अरूलाई नै दियो उसको मम्मीले आफूले पाल्न नसकेर विदेशमा त जानै चाहिएको छैन है अन्त विदेशमा त जानै पाएन छैन को विदेशमा नजान्ने त को है यहाँ पैसा त्यही काम गरेपछि त पैसा पाउँछ अन्त त्यो थाहा गर्न अनि त्यहाँ गएपछि पाउँदैन कहाँ गएपछि पाइँदैन त्यो विदेश गएपछि पाइन्छ तर त्यस्तो नराम्रो ठाउँमा पऱ्यो भने पाइँदैन क्या दिँदैनन् अनि पछि त अनि उसको त्यो राम पनि एउटा छुट्टै मान्छेले लग्यो रामलाई पनि अनि रितालाई पनि छुट्टै मान्छेले लग्यो अनि उसको आमा पनि एउटा घरमा काम गर्नलाई बस्यो अनि पैसा पाएन कति पाएन त्यो खाना मात्र दियो खाने अनि नोकर थाहा छ तिमीलाई काम गर्छ बस्छ केही पैसा केही पनि दिँदैनन् क्या खाना चाहिँ दिन्छ त्यो अरूको सेवा गर्ने बस्ने त्यस्तो गरेर हेरेर सबैजना त्यस्तो भयो क्या तिमीलाई कस्तो लाग्यो यो कहानी रुनीको मन लाग्यो सुनाऊ एक तो करोडपति अन्त त बबी अनि मम्मी गड त रुँदैन त अनि मम्मी बोल्दैको बिग्दो त अनि मम्मी रुँदैन अनि पेदा गएमा डक्टरसँग जा अनि मम्मी जान लाग्नु पैसा नि थिएन अनि मम्मी त पेदा खेसाकिन गए मेरो के भनेको कहानी भनेको नि केही बुझिँदैन मम्मी के पनि खानु मम्मी खतम भयो मेरो अनि म तको पेट बन्द सिकेँ मको पेट बन्द म कोही पनि खानु नदिएपछि मनी मरी आमा रोनु भयो त रोनु भयो के भने रोनु सुनेको अर्को कहानी सुन अर्को कहानी सुन एउटा हरि थियो अनि अर्को राम थियो नि दुईजना साथी थियो औ दुई मिल्थे होइन उनीहरू चाहिँ एक अर्कालाई जे काम गर्दा नि सपोर्ट गर्थे होइन एकअर्का बिना केही काम पनि नगर्ने दुईजना त्यस्तो मिल्ने साथी के खाना खाँदा नि सँगै खाने खाना खाए पनि सँगै खाने जे गरे नि सँगै गर्ने होइन तर उनीहरू एक अर्कामा चाहिँ त्यस्तो मिल्थे क्या अनि एक दिन चाहिँ हरिको दिमागमा चाहिँ उसलाई चाहिँ आँप खान मन लागेछ क्या अनि उनीहरूसँग पैसा नभएको अनि पैसा नभइसके पछाडि उनीहरू चाहिँ अब त्यहाँ कता पाइन्छ त्यता चाहिँ चोरेर खाने प्लान गरेछन् क्या अर्काको आँप अनि राम भन्दो रहेछ होइन अरे यस्तो त चोर्ने काम त राम्रो त होइन यस्तो चोरेर त नखाउँ भनेर रामले भन्यो होइन भनेपछि केही हुँदैन अब हाम्रो छैन अब जसकोमा छ त्यसकोमा खाँदा केही फरक पर्दैन बरु म माथि गएर टिप्छु त तल गएर बस भनेर भनेछन् होइन भनेछ
हरिले। अनि राम चाहिँ हेर हुँदैन यार त्यस्तो म त यस्तो काममा त म त सपोर्ट गर्दिनँ, केही भइहाल्यो भने मार्छन् फेरि, यस्तो गर्नु हुँदैन, चुर्नु राम्रो होइन भनेर भने होइन। अनि भनिसकेपछि त्यहाँदेखि त मेरो साथी होस् कि को होस्, मलाई यस्तो खान मन लागेको छ, तैँले मलाई यति पनि हेल्प गरिदिनुहोस् भनेर भनेछ होइन हरिले। अनि भनिसकेपछि चाहिँ अब ऊ चाहिँ अब मजबुर भयो क्या, अब साथीको लागि यति पनि नगरी के गर्नु भनेर ऊ गएर तल गएर बस्यो। अन्त फेरि साथी नभन्यो। अनि हरि चाहिँ रुखमा चढ्यो है, आँपको रुखमा हरि चढ्यो। अनि राम तल बस्यो। तर उनीहरूले आँप टिपिराखेको, त्यो हरिले आँप टिपिराखेको चाहिँ घरबेटीले देखिरहेको थियो कि, देखिरहेको रहेछ। अनि देखिराखिसके पछाडि अनि हरिले पिटेन। अनि त्यो घरबेटीले सुन न, अनि त्यो घरबेटीले त्यो घर सुन न यहाँ पहिला, घरबेटीले पुलिसलाई बोलाएछ होइन डाइरेक्ट। ऊ त्यहाँ नगइकन पुलिसहरू आयो। अनि पुलिसहरू आइसके पछाडि ज्याप समायो। अनि अर्को हरिलाई नै समायो। अनि हरिले चाहिँ के भन्यो भनेदेखि, यो मैले होइन, यस्तो गरेको होइन, यो रामले नै मलाई जबरजस्ती चढाएको हो, मैले यस्तो गरेको होइन, प्लिज मलाई छोडिदिनुहोस्, म त यसमा एकदम म उस छु, मैले त्यस्तो गरेको होइन, यो रामले गर्दा हो भनेर उसले चाहिँ सबै दोष चाहिँ रामलाई दिएछ क्या, बुझ्यौ, रामलाई। अनि रामलाई चाहिँ जेल चाहिँ दुईटै लग्यो, सजाय चाहिँ धेरै चाहिँ रामलाई भयो क्या, बुझ्यौ। किनभने त्यो अर्को हरि भन्ने साथीले चाहिँ सब रामले गर्न लगाएको, मलाई मैले होइन यताउति के भन्यो नि त। अनि राम ऊ चाहिँ हरि चाहिँ केही समय पछाडि जेलबाट छुट्यो। अनि रामलाई चाहिँ धेरै लामो समयसम्म राख्यो, कति वर्षसम्म राख्यो जेलमा। यसमा दोष चाहिँ कसको थियो छोरो, रामको थियो कि हरिको थियो? हरिको है। किन हरिको थियो भन त? अनि उसले हेल्प गरेको छैन। अनि भनेको अनि सबै त्यसले प्रेरणाको नि त्यसले उसले भनेको है, उसले हामी है। पहिला त हरिले पो भनेको त है, मलाई आँप खान मनलाई चाहिँ हेल्प गर भनेर होइन। उसले हेल्प गरेको, लास्टमा चाहिँ हेल्प गरेको साथीलाई नै फसायो क्या है। हेल्प गरेन, रामले तल बसेर हेल्प गर्यो, तर पछि चाहिँ रामलाई नै फसायो साथीले, होइन त। त्यही भएर जतिसुकै मिल्दो साथी भए पनि साथीको चाहिँ पुरा विश्वास गर्नु हुँदैन, साथीले चाहिँ धोका दिन्छन् के, बुझ्यौ। मेरो साथी नै छ। को छ तिम्रो? सजिना। सजिनाको विश्वास लाग्छ तिमीलाई? सजिनाको विश्वास लाग्छ? के विश्वास भने बिलिभ, ट्रस्ट गर्छौ? हो, होमवर्क नि सिकाइदिन्छ उसले? तिमी होमवर्क सिकाइदिन्छौ उसलाई? सिकाइदिन। अनि पढाउँछौ, सिकाउँछौ, पढ्न सिकाउँछौ? पढ्न सिकाउँछौ? पढ्न सिकाउँछौ? सजिनालाई पढ्न हेल्प गर्छौ? गर्दैन। के साथी, के खेल्छौ? खेल्न मात्रै गर्छौ? हो, खेल्छौ? अल द बेस्ट। तर विश्वास गर्नु हुँदैन है साथीको त्यस्तो पुरै, बुझ्यौ। तिमी लडेको थियौ? ए, अनि सजिनाले उठायो? अनि कसले उठायो? म्यामले भनिदिनु भयो। ए, म्यामले भनिदिनु भयो? अनुभूति। उठ भन्नुभयो नि उठ्यौ? अनुभूति। मलाई त अझ कहानी बाँकी थियो। अझ बाँकी छ? छैन, कहानी छैन। त्यसको सेकेन्ड पार्ट भनिदिनु न। कस्तो सेकेन्ड पार्ट? त्यसको भन्नु न, त्यसको सेकेन्ड पार्ट। एउटा घरमा चाहिँ एउटा बुढी आमा थिइन् होइन। अनि उसका चाहिँ 4 भाइ छोरा थिए। 4 भाइ होइन, 3 भाइ। नाम चाहिँ किन चाहियो तिमीलाई? 3 भाइ छोरा थिए, जेठो, माइलो, साइलो, कान्छो। जेठो, माइलो, कान्छो, बुझ्यौ। अनि त्यो 3 भाइ चाहिँ छोरा थिए। जेठो त मेरो बुबा होइन, यो त कहानी छुट्टै हो नि त, कहानी छुट्टै हो क्या हो।
अनि त्यस्तो थियो होइन। अनि त्यस पछाडि त्यसमा चाहिँ के भयो भने त्यो कानमा चाहिँ अनि त्यो चाहिँ आमा बुढी थिइन् होइन। अनि त्यो 3 भाइ छोरा थिए आमाको, 3 जना बुहारी थिए अनि नाति नातिना पनि धेरै थिए होइन आमाको। मम्मी हजुर अब नराम्रो सुनाउनु, अब राम्रो राम्रो सुनाउनु, त्यस्तो बुढा बुढा नसुनाउनु। बुढा बुढा नसुनाउनु। किन बुढा बुढा? हुनेको मन लाग्छ फेरि, रुनको मन लाग्छ। किन रुन मन लाग्छ? रुनुहुन्न नि त। ल एउटा कहानी भन्छु नि त। एउटा एकादेशमा एउटा डेलेन्स थियो। डेलेन्स भन्ने एउटा छोरो थियो, अब तिम्रो होइन। अनि उसको चाहिँ बाबा मम्मी पनि थिए अनि डेलेन्स पनि थियो अनि बुबा आमा पनि थिए होइन। अनि डेलेन्स चाहिँ सानै थियो, 3 वर्ष जत्रो हुन लाग्दाखेरि उसको बाबा मम्मी चाहिँ विदेश जानुभयो होइन। विदेश जानुभयो, उसलाई चाहिँ ठुलो मामकोमा छोडेर विदेश जानुभयो। अनि उसको बाबा मम्मीहरू त विदेशबाट आउँदाखेरि त छोरो त खालि मोबाइल मात्र हेर्ने, मोबाइल मात्र चलाउने, आफ्नो मम्मीको पनि माया नगर्ने। अब पखान एकछिन कहानी त नाम त तिम्रो हो। अनि त्यसको पछि मम्मी बाबा ठुलो मम्मी त जोड्केर मेहनत छ। अनि आएपछि झन् म त मोबाइल हेर्छु कान लाग्छ। हाम्रो त यस्तै छोयो, चेन्ज गर्नु, चेन्ज गर्नु। तिम्रो अस्ति छ कहानी? तिम्रो कहानी नै सुन न। म चेन्ज गर्नु, तिम्रो कहानी होइन यो, सुन। चेन्ज गर्नु, चेन्ज चेन्ज चेन्ज। अनिखेर यस्तै जबरजस्ती अनि त्यो डेलेन्स भन्ने चाहिँ त्यो छोरा चाहिँ होइन। अनि मम्मी विदेशबाट 3 वर्ष पछाडि आउनुभएको रे। अनि 3 वर्ष पछि आउँदाखेरि त ऊ त ठुलो भएको रहेछ होइन। अनि ऊ त ठुलो भएपछि नि मम्मीलाई खासै काममा हेल्प पनि खासै नगर्दो रहेछ रे। खालि हिँडेको हिँडेर त तिमी नै बस्छौ। सुन उठ एकचोटि उठ, कहानी सुनि भयो उठ, नभए म नसुन्ने। अनि सुन न अलिकति सुन, अब थोरै लाग्छ। अनि मम्मीसँग आउन अनि तर मम्मीलाई माया चाहिँ गर्छु भन्ने होइन। तर कता एकैछिनमा कहाँ पुग्ने हिँडेर एकछिन घरै नबस्ने, खालि हिँडेको गर्ने। मम्मीलाई त कति धेरै दुःख दिने के, कति धेरै दुःख दिने। अनि त्यस पछाडि अनि उसले चाहिँ अनि भन्न चाहिँ अब मम्मीलाई, मम्मी हजुर विदेश जानु भनेर विदेश जानु भनेर फेरि अर्कोचोटि नि विदेश जानु भनेको छ अरे होइन पेरेन्ट्सले। अनि म एक्लै बस्छु, चिन्ता नगर्नु मेरो, म मोबाइल पनि हेर्दिनँ, अब म ज्ञानी हुन्छु ल। नसुन्ने म तपाईँ बुबासँग एकछिन पखानु ल एकछिन पखान एउटा भन्दैछु त। अनि डेलिसले चाहिँ मामुलाई, मामु हजुर राम्रोसँगले बस्छु, राम्रोसँगले काम गर्छु, म यहाँ ज्ञानी भएर बस्छु, म अब के अरे ल ज्ञानी बस्नु नराम्रो हो, ज्ञानी भएर बस्छु, म मोबाइल पनि हेर्दिनँ, राम्रोसँगले पढ्छु, फोनमा पनि राम्रोसँगले बोल्छु म अब त्यस्तरी हिँडेको गर्दिनँ, म कसैलाई पनि दुःख दिन्न। अब म थोरै काम ठुलोमामलाई नि सघाउँछु, चरीकोटमा हुँदा यहाँ आउँदा बुवा आमालाई नि सघाउँछु, अनि हजुर आएपछि म हजुरलाई पुरै काम सघाउँछु भनेर भन्यो रे डेलिन्सले त। धोका दिएर। अनि नेक्स्ट टाइम अनिखेर उसको मामु र बाबा चाहिँ फेरि 1.5 इयर्समा पछि चाहिँ आए रे, 1.5 वर्ष पछि आए रे। आइसके पछाडि त छोरो ठुलो भएको रहेछ अरे होइन। अनि छोरोले त मम्मीको नाना पनि धोइदिएको, बाबाको नाना पनि धोइदिएको, अनि खाना पनि बनाएर दिएको अरे डेलिन्सले त दियो अरे। अनि मम्मी बाबा त खुसी हुँदै छोरोलाई कति माया गरे रे।
भाडा पनि मोलो रे भाडा नि मैले रे काहीँ पनि नहिँदो रहेछ अरे खालि पढेर मात्रै बस्दो रहेछ अरे होइन मोबाइल पनि हेर्दो रहेछ अरे मोबाइल त उसले मामु मलाई त मोबाइल चाहिँदैन म त ठुलो भएपछि मलाई चाहियो भनेदेखि म हजुरलाई भन्छु नत्र मलाई चाहिँदैन अहिले मोबाइल किन चाहियो र मलाई अहिले भनेर भन्छ अरे मोबाइल त हेर्दैन अरे ऊ त मोबाइल अरूहरूले हेऱ्यो भने पनि यस्तो हेर्नु हुँदैन यो त सानो बच्चाले हेर्ने कुरा हो सानो बच्चाले हेर्नु हुँदैन यो त कसैले पनि हेर्नु हुँदैन यो त आँखा बिग्रिन्छ यसको यो मोबाइलबाट आएको लाइट आँखाको लागि राम्रो होइन भनेर त्यस्तो भन्थ्यो अरे पेरेन्ट्सले त त्यस्तो भन्यो अरे अर्को दिन सुनाउनु अर्को गानी सुन्ने हो त अब तेरो गाली भन्नु त तपाईँ पैदा भएको कहानी सुन्ने अब अर्को कहानी सुनाउँछु ल म एउटा घरमा चाहिँ गरिब मान्छेको घर थियो अरे अनि उसको घरमा चाहिँ एउटा छोरी थियो अरे अनि उनीहरू दुईजना थियो अरे होइन बाबा मम्मी अनि छोरी होइन उसको घरमा चाहिँ विदेश नगएको उसको चाहिँ धेरै दुःख पनि थियो अरे होइन गरिब थियो अरे होइन अनि जस्तो थियो उनीहरू चाहिँ सँगै बसेर खान्थे अरे क्या जस्तो मिठो मसिनो जस्तो भए पनि ढिँडे भए पनि होइन कोदाको खोले नै भए पनि उनीहरू चाहिँ सँगै बसेर खान्थे अरे अनि अर्को उनीहरूकै छिमेकीको अर्को घरमा चाहिँ फेरि अनि एउटा छोरा थियो अरे एउटी छोरी थियो अरे होइन अनि उसको बाबा मम्मी थियो अरे उनीहरू चाहिँ धनी थियो अरे क्या है उनीहरू चाहिँ धनी थियो अरे अनि धनी थियो अरे उसको छोराछोरी भएको घरमा चाहिँ धनी थियो अरे उनीहरू चाहिँ अनि उनीहरू चाहिँ धनी थिए अनि अमिर भलाई धनी भन्छन् धनी धेरै होइन उनीहरू चाहिँ जे खान्छु भने नि हुने होइन जस्तो खान्छु भने पनि उनीहरूको चाहिँ साथमा हुन्थ्यो अरे के त्यस्तो धनी थियो अरे उनीहरू चाहिँ अनि पछि त्यो धनीहरूको बच्चाहरू चाहिँ पुरा होइन उनीहरूलाई चाहिँ उनीहरू काम पनि खासै नगर्ने होइन अब स्कुल पनि राम्रो पढाएको थियो अरे तर उनीहरू स्कुलमा पनि त्यस्तो फोकस नगर्ने गरेर क्या अनि त्यो गरिबको आमा बाबाको छोरी चाहिँ अनि उस चाहिँ बरु त्यो नमिठै खाएर भए पनि घरको कामहरू गर्ने सरकारी स्कुलै भए पनि राम्रोसँगले पढ्ने आफ्नो होमवर्कहरू राम्रोसँगले गर्थ्यो अरे अनि त्यसपछि उनीहरू ठुल्ठुलो भए होइन ठुल्ठुलो हुँदै गयो अनि 10 क्लास पनि पास भए होइन 10 क्लासको इक्जाम भयो अरे अनि 10 क्लासको इक्जाम भएपछि एलकेजी होइन 10 क्लास 10 5 10 अनि 10 क्लासमा पुगिसकेपछि त्यो गरिबको छोरी चाहिँ एकदमै होइन जिल्लाकै फर्स्ट भयो अरे होइन डिस्ट्रिक्टकै फर्स्ट भयो अरे अनि त्यो धनी बाबा मम्मीको बच्चाहरू त दुईजना चाहिँ उनीहरू चाहिँ फेल भयो अरे क्या 10 क्लासमा फेल भयो उनीहरू त उनीहरू त स्कुलमा पनि पढाइ नै नगर्ने हामीसँग सबै पैसाहरू छँदैछ हामीले के कम छ र भनेर त्यस्तो वास्ता नगर्ने रे काम पनि नगर्ने रे होइन अनि पछि त के भयो भने त्यो ठुलो गरिबकी छोरी चाहिँ पढेर ऊ चाहिँ धेरै ठुलो डक्टर बन्यो अरे होइन स्कलरसिपमा नाम निकालेर ऊ चाहिँ डक्टर बनिदिए अनि त्यो धनी बाबा मम्मीको छोरी चाहिँ उनीहरू चाहिँ अन्तिममा लास्टमा चाहिँ अरूको घरमा काम गर्न बस्नु पर्यो अरे त्यस्तो भयो अरे 10 क्लासमा नि फेल भयो हातमा केही सिप पनि छैन केही गर्नलाई केही काम पनि नजानेको होइन लास्टमा बाँच्नु त उनीहरूसँग भएको सम्पत्ति पनि सबै सक्यो अरे त्यो धनी मान्छे भएको उसमा चाहिँ धनी चाहिँ गरिब भयो अनिखेरि गरिब चाहिँ फेरि धनी भयो कि गरिब अमिर भयो अनि त्यो अमिर चाहिँ गरिब भयो फेरि